उयो क्या मौसम त बिरक्त लाग्दो भएको छ केटाकेटी हो हाम्रो गाउँतिर तिमीहरू कस्तो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल न्यू डे न्यू भ्लगको साथमा आज पनि उपस्थित भइसकेको छ तपाईँको आफ्नै प्यारे सन्स्नुवार फेरि पनि के गर्नु यस्तै छ जिन्दगीमा चुट्टो लगाएर के गर्ने हो र हामी जब करेसाबारीतिर हाम्रो आफ्नै करेसाबारीतिर लाग्दैछु हाम्रो यहाँ रिसाएर काम गर्दैछन् होला सायद के गर्नु गाह्रो छ हाम्रो गाउँमा चाहिँ यस्तो फुल क्या यस्तो फुल चाहिँ खतरा फुलिरहेको क्या यस्तरी फुलेछ कि यस्तरी फुलेछ कि यस्तरी भन्नै नपर्ने गरी फुलेछ नाम चाहिँ के हो थाहा छैन फेरि फुल्नु चाहिँ फुलेछ हाम्रो चाहिँ करेसाबारी बैशाखलाई ट्याट लागेर यस्तो छ के गर्नु अब चट्टा लगाएर म करेसाबारीतिर छु के करेसाबारीतिर नानी त नहुने कुरा छ हाम्रो करेसाबारी हाम्रो साथीहरूलाई देखाउनु पर्दैन त भर सुतेर उठेर हो क्या म सरी चट्टा लगाएर कामसाम हानेर हाम्रो करेसाबारी यस्तो छ कि केटाकेटी हो यो चिज थाहा छ यो चिज हाम्रो उसै फल उम्रिन्छ क्या यो रोप्नै पर्दैन यस्तरी उम्रिन्छ यस्तरी सराबरी हो धनियाँको बिजोग छ यता हुँदी धनियाँ पनि बुढो भइसक्यो धनियाँ यस्तरी बुढो भएको छ कि यति साह्रो बुढो भइसक्यो त्यो पनि रमझम भएर फुलिरहेको छ यस्तरी यो चिज चाहिँ जताततै छ है यो चिज चाहिँ हाम्रो जताततै उम्रिन्छ यहाँ यति धेरै उम्रियो कि आमा धनियाँ त बुढो भएर म जस्तै बुढो भइसक्यो यस्तो के अरे तिर यसलाई रायो पनि यस्तरी बुढो भइसक्यो म जस्तै बुढो भइसक्यो यो लट्टे सट्टे के हो च्वाचे हाम्रो फेभरेट च्वाचे भाग हो यसलाई चाहिँ दसैँमा काटकुट हान्नुपर्ने हुन्छ यो चाहिँ हाम्रो आफ्नै अर्ग्यानिक यो भित्र चाहिँ हाम्रो धेरै थरीका के छन् यो मम्मीले चाहिँ यो सबै उ गरे हो क्या यसलाई के छ यहाँ लसुन इद्रु छ लसुन होइन के भन्छ यसलाई प्याज गोलभेडा होइन टमाटर साग के यहाँ चाहिँ पहिला यो टनेल भित्र चाहिँ यो मासतिरपट्टि चाहिँ उ थियो क्या पहिला के अरे प्लास्टिक थियो अहिले सबै उडाएर यस्तो भएको छ साग चाहिँ हाम्रो मम्मीले यस्तरी हानिरहनु भएको छ साग चाहिँ यस्तो छ पहिला साग त अहिले पनि हाम्रो अहिलेसम्म खाने हुन्थ्यो क्या तर आजभोलि पनि यस्तै छँदैछ तर सानो ठुल्ठुला छैन अब घर गएर चट्ट भाँडा वासिङ हाल्नुपर्ने हुन्छ हाम्रो भाँडा चाहिँ फेरि भाँडा त माझे हाल्नु बिहान अझ फेरि निक्लिनु पनि हुन्छ म चाहिँ करेसाबारीमा चट्टा लगाएर आमालाई सहयोग गरिदिउँ कि भने कि तर केही छैन नगर्ने रे यो हाम्रोतिर यस्तो पनि पाउँछ यो के हो पनि पिडालु कोक्यायो यस्तै छ हाम्रो यसमा चाहिँ भोलिपर्सि चाहिँ काँक्रो के अरे अनि अर्को करेला सरेला चटक्क भएर उम्रिएको हुन्छ के गर्नु साथीहरू हाम्रोतिर चाहिँ लाइन आउने जाने भइरहेछ किनकि मौसमको कारणले क्या मौसम चाहिँ धेरै ज्याद्रो भएको छ साला भूकम्प आउला जस्तो भए मौसम हेर्न चाहनुहुन्छ भने हेर्नुहोस् त्यस्तो छ त्यो टुप्पोलाई त देखाएको छैन यस्तो जिन्दगी भ्रष्ट भएको छ मौसमको जिन्दगीलाई बर्बाद छ मेरो मात्र होइन यो जिन्दगी भ्रष्ट त यो उको पनि भ्रष्टै भएको छ जिन्दगी के गर्नु यस्तै छ हाम्रो घर चाहिँ सानो छ क्या यो चाहिँ मूल घर हो पहिलाको घर मेरो टाउको ठ्याक्कै अड्डिन्छ ठिक छ सानो छ राम्रो छ चिटिक्क परेको छ हाम्रो मकै हेर्न सक्नुहुन्छ मकै चाहिँ यस्तो छ क्या यस्तो फेरेर पाराले ओ कुकुर समेत डेटिङ बसेछ यहाँ हेर्नुहोस् अनि हामी चाहिँ हेरे
यस्तै हो केही छैन यस्तै छ जिन्दगी भ्रष्ट भएको छ भ्रष्ट भएको छ जिन्दगी ताहिने कहा बिजुली बालेर पढ भएर ब्युटिफुल भएर हामी हरेको हरे हामी ब्युटी भएर म चाहिँ भिडियो अपलोड गरेर आएको 1 वर्ष लाग्यो 1 वर्ष राम्रो के साह्रो न नेट चल्छ न के हो जिन्दगी भ्रष्ट भएको छ बल्ल बल्ल अपलोड गरेर आयो चट्टो लगाएर यस्तै छ जिन्दगी हाम्रोतिर त मौसम चाहिँ फेरि बडो मजाको छ यस्तो खतम छ कि कहिलेकाहीँ के अरे घाम आउने कहिलेकाहीँ उता हेर्नुहोस् कुहिरो छ यस्ता छन् यस्ता ऐसे लो ऐसे चुनौती होते रास्ते में मिलते रहती है देखिए इस पे मजाक कर रही है बादल जी के भन्नु म त छक्क पर्छु यसलाई देखेर उकालो हिँड्नु मर्न भएँ म उफ सो गाइज अब यस्तै हो सो गाइजहरू यस्तै हो साथीहरू के भन्नु छ तपाईँहरूलाई आजको भिडियो चाहिँ सर्ट हुन्छ आज चाहिँ हामी खने मात्र केही गरेन अरू केही गरेन केही गरेन भन्दा नि हुन्छ बस यताउति पनि हिँडेन भिडियो अपलोड गर्यो त्यही हो हेरेले बाउलाई टिचर फादर पुटिचर नेम उजरा साथीहरू यस्तै छ यो कालोमा यस्तो जाडोमा पनि मलाई गर्मी भएको छ क्यासे गुनगुनाए तिमीहरू साथीहरू तपाईँहरूले एउटा क्वेसन सोध्छु त्यो भनिदिनु भयो भने म गु खाइदिन्छु है ल के भन्छ नेपालमा मात्र पाइने चराको नाम के हो ल गाइज यसको चाहिँ कमेन्ट गर्नु होला टिन्डाहाजी अझै डिटेल्स टिन्डाहाजी I don't know what to say because my lip popping. अझै डिटेल्स हुनुहोस् अनि नेपालमा मात्रै पाउने फुल के हो अनि लास्ट के अरे हाम्रो बाउको बाउलाई के भनिन्छ ल यतिको चाहिँ कमेन्ट गरिदिनु होला अरू भने त्यस्तै हो अलिकति समय राखेर भए पनि कमेन्ट गरिदिनु होला हस् त धन्यवाद खेल्ने ग्राउन्ड सानो होस् या ठुलो होस् तर फुटबल खेल्नु छोड्नु भएन केटाकेटी हो अरू त त्यस्तै हो हेर्न सक्नुहुनेछ यहाँ हाम्रो केटाकेटीहरूको जिन्दगी इत्रो छ ग्राउन्ड चाहिँ हेर नि पुचुक भएर खेलिरहेको छ यहाँ मेन्सन गर्नु होला यस्तो खालको छ यहाँ चाहिँ केही भएन केटाकेटी हो यहाँ केटा पट्याउने यहाँ कुरा गरिरहेको छ क्या यहाँ छ के केटाहरू चाहिँ यहाँ छ यहाँ फुटबल खेलेको केटाहरूलाई मिलाइदिन्छ भन्छ त्यो छेत्रीलाई मिलाइदिनु हुन्छ यहाँ हाम्रो सोलपादेखि आउनु भएको छ एउटा दिदी छलियो कि के भन्नु भएको होइन उहाँलाई एउटा केटा सोनाको लारेको समझ रहे हो नम्बरको देखाउनुहोस् न ए हजुर क्यामेराजी मलाई दिदी भन्नु दुटा बोलेको म त 34 नम्बरको पाउँछु हेर्नुहोस् है गाईहरू कति लजाएको क्या रोज पुऱ्या चाहिँ त्यो केटालाई दिने मान्दिन ए भयो क्या भयो लाज लागिसक्यो तिमी आफै भएर हेरेर हाँस लाउनु बस्नु कस्तो तिम्रो कुरा मन परिरहेको क्या यसलाई मेरो कुरा मन पर्यो
होला नि म उसको कुरा गर्दा गर्दै गर्छु के नमन परोस् ओ भाई मारो मुझे मारो मारो मुझे मारो मारो नहीं ये मजाक हो रहा है एक सेकंड जान त गाह्रो मिलाउनु ए बॉय मलाई सम्मान पनि गर न हजुर हुन्छ जान त गाह्रो गर्नु के गर्नु के पो भन्नु प अहिले म भन्छु साँच्ची हो छली भ अभिषेक केबाट अभिषेक नाम अलि यस्तो हुनु पर्यो अभिषेक है छातीमा त कस्तो टाँसिना आएको उता झन् लेकिन एक सेकंड यो 34 नम्बरको केटा मन पर्छ क्या यो बहिनीलाई त्यही भएर यहाँ के कुरा गर्छ यिनीहरू छली भन्नु न छली मन पर्यो भने मेन्सन गरिदियो केटाकेटी हो या को छ यो 34 नम्बरको केटाको भने को हो यो यस्तो मौसम यस्तो कालो भइसक्यो केटाहरू खेल्नै छोड्दैन यो त ओ सपोर्टर फेरि यो घरभित्र छ कहाँ छ होला यत्रो मान्छे करा भनेको यो भित्र छ यो भित्र छ यो भित्र सपोर्टर यस्तरी करा यहाँ र यहाँ ओह 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 चुवा गरेछ म त हाल्दिनँ त यो भिडियो गरे अनि त हो नि त उसको चाहिँ हाल्नु न मेरो कट गरेर मैले उ गरेको कट हाल्नु यता देखाउनु अब तर म त त बिरक्त लाग्दो भएको छ केटाकेटी हो हाम्रो गाउँतिर तिमीहरू कस्तो त के हो हेर न यहाँ जिन्दगी भ्रष्ट भएको छ यदि आइफोन हुने भयो नि यस्तो खतरा आउँछ कि ढुँसेमा पनि यो हाँसेको हेर न फेरि खुट्टा नि यस्तो छ यस्तो यहाँ केटाहरू चाहिँ हाँस्छ गएको नि छक्क पर्न खालको तिमीले मन पराएनौ किन किनकि त्यो मेरो सबै मामा आफन्तहरू मामा रे कस्तो खालको मामा सबै मामा त होइन होला हौ यहाँको मामा सबै मामा नभए नि म यिनीहरूलाई एउटा पनि 1% पनि मन पराउँदिनँ किन मेरै साथै छलीले मन पराएको छि यो सबैलाई कहाँ मन पराउँछ एउटालाई पनि मन परायो अरू तिमीले एउटा मन पराउ नि तिमी पनि भएका नहाल्नै साथीमा मम्मी देखाउने फ्रेन्ड छ तिम्रो मम्मी मसँग म त विष्णु दिदी तपाईँ के भन्न चाहनुहुन्छ तपाईँको छोरीलाई पैसा पुरा नआएको पैसा पुऱ्याएको पैसा पुरा नआएको छोरी यहाँ हेर्नु दिदी मेरो हालत हेर्नुहोस् मलाई सबैजनाले हेप्छ मलाई सर्पले हेप्यो मान्छेले हेप्यो एभनले सबै हेप्न थाल्यो मलाई सो ब्युटिफुल सक्यो अनि हामी अब फर्किसक्यो गेम पनि सकिसक्यो क्या अरे अब घर जानुपर्ने हुन्छ नि खाना बनाएर ल्याम खानुपर्ने हुन्छ सो गाइस यस्तै हो जिन्दगी भनेको भ्रष्ट छ यति नै हो गाइस तिमीसँग हेर्नु भएकोमा धेरै धेरै धन्यवाद अनि कस्तो लाग्यो भिडियो लाइक कमेन्ट सेयर सब्सक्राइब हान्न नबिर्सिनु होला मेरो सोनी सुनुवारलाई तपाईँहरूको आफ्नो प्यारी सोनी सुनुवारलाई हस् त धन्यवाद आजको लागि